जाम माथि साथीहरू हामी छौँ अहिले बौद्धमा यहाँनिर होइन। हामी चाहिँ बेलुकाको टाइममा चाहिँ त्यो आएको है, धेरै आउँदैनौँ नि त, आजै होला है। अनि यसपछि बौद्धमा चाहिँ यति भिड हुँदो रहेछ है बेलुकाको टाइममा नि है। यहाँ चाहिँ बाजा के को बजिरहेको छ। यो त उयो गरेको रे नि हो, मैले गल्ती माफी मागेको अरे है। हो रे, योले चाहिँ पेटको यस्तो खतरा एक्सर्साइज हुन्छ अरे क्या। यही ग्राउन्डमा त गर्नु सक्यो भने राम्रो हुन्छ अरे। तर यो माफी मागे हो अरे नि त। बुद्धिस्टहरू यस्तो गरिरहेको यताबाट जाने कि माथि? यताबाट चाहिँ होला है। म चाहिँ अब माथितिर जाँदैछु है साथीहरू। यहाँभित्र चाहिँ यस्तो गुरुहरू हुनुहुन्छ, बुद्धिस्ट गुरुहरू। अब म यहाँबाट चाहिँ माथि जाँदैछु है त साथीहरू। यहाँनिर चाहिँ यस्तो घन्टीहरू छ। मेरो हातमा चाहिँ पानी छ, त्यही भएर घन्टी बजाउन पनि नमिलिरहेको के साथीहरू। भोलि आउनुला, आजलाई पर्ला। परेवा उडिरहेको छैन साथीहरू। हामी चाहिँ माथि गएको बन्द भइहालेछ। अनि त्यसपछि माथिबाट चाहिँ फेरि झऱ्यौँ यता है। यहाँनिर चाहिँ बत्तीको लागि, बत्ती बाल्नुको लागि यसरी रेडी गरेछ। अहिले चाहिँ साँझको 5:30 भयो कि 6 बज्यो, 5:40 भएछ होइन। 5:40मा चाहिँ बौद्धको यस्तो छ भ्यू चाहिँ साथीहरू। हामी छौँ यहाँनिर होइन। पुरामा चाहिँ कति पछि हिँडेर यसरी भिडियो बनाउँदैछौँ होइन। कति भइसक्यो नि त हामीले सँगै इभिनिङ वाक आउँ भने ऊ पनि बिची बिची छ। अनि आजकल हिँड्न पाउँदैन हामी अहिले छौँ इभिनिङ वाकमा आएको है हामी चाहिँ। आएन कस्तो अब हामी चाहिँ 1 घन्टा लाउँछौँ होइन साथीहरू। कस्तो माथि गएर बस्न मन लागिराखेको थियो, बन्द भइहाल्दो रहेछ। 5, 5:30देखि बन्द हुँदो रहेछ है माथि जान नपाइने रहेछ भन्ने कुरा थाहा भयो आज। यत्रो ठुलो कुकुर हेर न, यत्रो ठुलो क्या है। मलाई त डर लाग्ने। साथीहरू यो बौद्ध एरिया चाहिँ टुरिस्ट एरिया हो नि त। अनि कति धेरै टुरिस्टहरू पनि देखिराख्नु भएको तपाईँहरूले यहाँ होइन। यति धेरै टुरिस्टहरू पनि हुनुहुन्छ यहाँ। यतातिर चाहिँ ह्यान्डिक्राफ्ट सामानहरू पनि पाउँछ यस्तो, तर महँगो चाहिँ महँगो हुन्छ है साथीहरू। टुरिस्ट एरिया भएर होला महँगो चाहिँ एकदमै हुन्छ धेरै होइन त। यस यस भनेको राम्रो कुरा हो नि, नो आउनु भनेको नराम्रो कुरा हो। यस आउनु भनेको त एकदम राम्रो कुरा होइन। यहाँ ढोकाउँ न त हामी पनि एकचोटि है।
इभिनिङ भ्यू, बौद्धको इभिनिङ भ्यू गाइज। यहाँ यस्तो यो चाहिँ प्रायश्चित गरेको रे क्या, माफी मागेको रे भन्ने मैले चाहिँ सुने हो है। कस्तो राम्रो के यहाँ। वाउ तर कस्तो राम्रो देख्यो क्या, हावा चल्दा हेर न है। मान्छेहरूको भिडभाड चाहिँ यति धेरै छ साथीहरू, देख्न सक्नुहुन्छ। यस्तो छ यहाँ, यस्तो राम्रो हावा चल्दा चाहिँ यस्तो राम्रो देखिन्छ क्या साथीहरू। यहाँनिर चाहिँ यहाँनिरको भ्यू चाहिँ है टक्क बौद्धको। यस्तो मालाहरू छ यहाँ। पहिला हामी कति आएको नि यस्तो सोध्नु। पेन्टिङहरू, यो पेन्टिङको बारेमा नि हामीलाई बुझाएको थियो नि है एक ठाउँमा। के हुन्छ कुन पेन्टिङले भनेर बुझाएको थियो नि त है। चक्र बन्द रहेछ यताभित्र चाहिँ। बुद्ध जयन्तीमा त खोल्ने हो कि बेलुका चाहिँ बन्द हुने रहेछ यहाँ। चाइनिज रेस्टुरेन्ट रहेछ त्यो। एक राउन्ड पुग्यो है अब हाम्रो। त्यहाँ पुगेपछि एक राउन्ड छ हाम्रो। यहाँ चाहिँ रहेछ बत्ती बाल्ने ठाउँ, यहीँ बाल्ने कि बाल। तिमी बाल चाहिँ बत्ती बाल्ने ठाउँ छ, ऊ चाहिँ बत्ती बाल्न लाग्दैछ है। यसलाई चाहिँ उठाएर कता लाने हो अब? भित्र हो क्या है? ओहो ढल्यो एउटा, भित्रतिर लानु भयो बालिसकेको बत्तीलाई चाहिँ। उसले चाहिँ यहाँ सरी बत्ती बाल्दैछ। बत्ती बाल्दैछ उसले। फेरि अर्कोले राउनु भयो है बत्तीहरू बालिसकेको भित्र लगेर दिदीहरूले चाहिँ।
त्यहाँ भित्र बाँड्नु पऱ्यो नि सक्नु पऱ्यो नि बाह्र त हेर्नु अब पैसा दिएको नि निकालिदिएको रे क्या यो मान्छेले त मैले चाहिँ बत्ती नि बालिसकेँ होइन साथीहरू हो त्यहाँनिर है यस्तो छ यहाँनिर चाहिँ एट द इभिनिङ टाइम बौद्धको माहौल यस्तो छ साथीहरू हाम्रो चाहिँ एक राउन्ड पुग्न पनि लागिसक्यो होइन अनि बत्ती पनि बालिसक्यौँ है अब हामी घर जान्छौँ कि एकछिन बस्छौँ त्यही त कतै सिटै खाली छैन है ऊ त्यहाँनिर एउटा त रहेछ के भन्नु एउटा मात्र रहेछ हो हेर न कस्तो राम्रो क्या है नि मूर्तिहरू यत्रो ठुलो ठुलो मूर्ति चाहिँ कसले खरिद गरेर लाग्छ ठुलो ठुलो गुम्बा मन्दिरमा है घरमा त यत्रो ठुलो राख्दैनन् है अब कसैले त राख्छ है उता गएको ओइ मान्छे माथि छ त यार हामीलाई चाहिँ किन जान्नु टुरिस्टहरूलाई चाहिँ जान्थ्यो अरे अब हाम्रो चाहिँ एक घन्टा पुग्यो है साथीहरू अब हामी एकछिन बसेर चाहिँ घर जान्छौँ है त यहाँ पनि यहाँ नि बत्ती बाल्ने हो क्या नि है तर कसले नि बाले छैन यहाँ चाहिँ बत्ती बाल्ने चाहिँ यहाँ पनि छ यहाँनिर चाहिँ परेवाहरू पनि छ है यस्तो छ उता चाहिँ धुपहरू बालेर अनि यति धुवाहरू आइरहेछ त्यहाँनिर चाहिँ धुपहरू बाल्ने ठाउँ छ यस्तो छ परेवा अहिले यहाँ थोरै हो बौद्धमा पहिला त टन्नै थियो नि अहिले परेवा कति थोरै छ क्या बौद्धमा कहाँ गयो होला नि यहाँको परेवा है कहाँ गयो
राम्रो पेन्टिङहरू छ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू ट्रेहरू राखेको छ यहाँ बेच्नलाई हामी चाहिँ अब यतातिर जाँदैछौँ है पहिला यतातिर नि त्यो के को मूर्ति राखेको थियो नि होइन छैन रहेछ नि अहिले हटाएको होला त्यस्तै लाग्यो मलाई कता जाने यता यता एक राउन्ड गऱ्यो भने चाहिँ हुन्छ अर्को राउन्ड गरेर चाहिँ जाने हो 3 राउन्ड घुम्ने हो ओके अब हामी चाहिँ अझै 2 राउन्ड घुम्छौँ है साथीहरू बहुदा किन ए 7 बजे गर्नु गरे हा ए ए ए ए ओके छ त त्यसो भए साथीहरू अब चाहिँ हामी 1 राउन्ड लगाइसक्यो होइन पौधालाई अनि अब हामी फेरि 2 राउन्ड लगाएर 3 राउन्ड पुऱ्याउँछौँ अनि त्यहाँ जान्छौँ किनकि पुरा गरेर 3 कि 1 गर्नु रे भन्छन् होइन अनि हामी पनि अब 3 गर्छौँ 2 भइसक्यो अब योसँग चाहिँ 2 हुन्छ यसमा 2 हुन्छ अर्को राउन्डसँग 3 हुन्छ अनि हामी 3 राउन्ड गरेपछि घर जान्छौँ किनभने 7 बजीभन्दा अगाडि घर पुग्नुपर्छ त्यही भएर चाहिँ अब बिजनेसम्यान हो नि त जस्ट है त्यसपछि है त साथीहरू चाय बेच्ने आन्टी कस्तो मजाले हावा चलिरह है अहिले तर कस्तो यहाँनिर हावा आउँदैन जस्तो लाग्छ होइन तर आउँछ नि तर हावाको फिल चाहिँ हुँदैन है यो हल्दीराम मात्रै थाहा भइरहेको हुन्छ भने वरिपरि सबै घरै घर छ नि त अनि साथीहरू एउटा कुरा चाहिँ तपाईँहरूले नोटिस गर्नुभयो कि नाइ यहाँ बौद्धको पनि यो बिजुलीको तारहरू चाहिँ सबै हटाएको छ है अहिले चाहिँ क्लिन भएको छ अस्ति नै आउँदाखेरि चाहिँ यहाँ रास थियो तारको मैले त्यति बेला भिडियो बनाइनँ अस्ति हामी उता जाँदा के त अनि त्यसपछि अहिले चाहिँ हेरिरहेको छु होइन क्लिन देखिरहेको नि त पुरै है तारहरू काहीँ पनि एउटा पनि छैन यताको पनि तार चाहिँ हटाइसकेको छ है तपाईँहरूले नोटिस गर्नुभएको छ कि छैन है मेरो भिडियोमा नोटिस गर्नु होला है त यहाँ आउँदा नोटिस गर्नुभएको छैन भने रे क्या फाइनली साथीहरू अहिले चाहिँ यति राति पनि भइसकेको छ अनि अब हामी चाहिँ घर जान लागेको है हामीले चाहिँ 3 फन्का घुमेर नि सकाइसक्यौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ जान लागेको अब यहाँनिर चाहिँ यस्तो खानेकुराहरूको पसल छ साथीहरू उसलाई चाहिँ चिल्ली पाउडर चाहिएको छ अरे नि हामी चाहिँ किन्न जाँदैछौँ है साथीहरू अब चाहिँ होइन फुल भनेपछि त मलाई सबै नै मनपर्छ फ्रुट साँप पनि आउनु थालेछ हेर न तर औषधी हालेर बनाएको होला है त्यो त अहिले त खाना हुँदैन यस्तो तिमी त खाँदैनौ के यो अक्कबरे चाहिँ कहाँ आएको कहाँबाट आएको क्या अक्सिजनमा हेर न के कहाँबाट होला नि अक्सिजनमा महँगो होला अहिले त